जब चुनाव आउँछ हाम्रो दैलोमा भिड लाग्छ, मिठो बोली सुनिन्छ, ठुला सपना देखाइन्छ, देशै कायापलट गर्छु, गरिबी हटाउँछु र सुख शान्ति ल्याउँछु भनेर भन्छन्। तर चुनाव सकिएपछि कहाँ जान्छन् ती सपनाहरू? कहाँ बिलाउँछन् ती मिठा बोलीका भाकाहरू? पोहोर साल त्यही आँगनमा उभिएर कायापलट गर्छु भन्ने नेताज्यू, तपाईँको एजेन्डाले कतिवटा अस्पताल बनायो? कि तपाईँका गाडीका मोडल र ब्याङ्क ब्यालेन्स मात्रै फेर्ने जादु छ तपाईँको एजेन्डामा? तपाईँलाई एउटा फोन गर्दा हेलिकप्टरै आँगनमा आइपुग्छ, तर कहिल्यै सोच्नु भएको छ डोकोमा बोकेर अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा ज्यान गुमाउने ती सुत्केरी आमाहरूको लागि सिंहदरबार कति टाढा छ? तपाईँलाई आफ्नो पार्टीको झन्डा प्यारो कि यो देशको माटो? पार्टी जोगाउन आफ्नै दाजुभाइ काट्न तयार हुने तपाईँहरू यो देश जोगाउन चाहिँ किन एक हुन सक्नुहुन्न? शहीदको फोटोमा माल्यार्पण गर्दा तपाईँको हात काप्दैन? कति पुस्तालाई लुटेपछि तपाईँको पुस्ता सुरक्षित हुन्छ? तपाईँका छोराछोरी विदेशमा ए ग्रेड युनिभर्सिटीमा पढ्छन्, हाम्रा छोराछोरी चाहिँ झ्याल नभएका सरकारी स्कुलमा पढेर तपाईँकै गुणगान गाउने इतिहास पढ्नुपर्ने। हामीले त भोट दिएर तपाईँलाई राजा बनायौँ, तपाईँ चाहिँ हामीले आफ्नै देशमा किन भिखारी बनाउनु भयो? अब नयाँ अनुहारहरू आउँदैछन्, भन्छन् हामी सफा छौँ, सुन्नमा मिठो लाग्छ, तर भोलि तपाईँ सत्तामा पुग्दा हामीले आज जस्तै सजिलो तपाईँका आँखामा हेरेर प्रश्न गर्न पाउँछौँ कि तपाईँका वरिपरि पनि घेराहरू खडा हुनेछन्? पुराना नेताहरू पनि हिजो तपाईँ जस्तै सफा र जोसिला थिए, तपाईँ तिनीहरूभन्दा कुन कुरामा फरक हुनुहुन्छ? ताकि हामीले पछि धोका नखाउँ। स्पष्ट भन्न सक्नुहुन्छ, यदि काम गर्न सकेनौँ भने हामी फेरि भोट माग्न आउँदैनौँ। हामीले पहिले नै धोका खाइसक्यौँ, अब आशाको नाममा फेरि लुटिन तयार छैनौँ। आज हामीले प्रश्न सोध्ने हिम्मत गरेनौँ भने भोलि हाम्रा छोराछोरीले हामीलाई सोध्नेछन्, देश लुटी त तपाईँ किन चुप बस्नुभयो? आफ्नै सन्तानको नजरमा अपराधी बन्नका लागि भए पनि आज आँखामा आँखा जुताएर हिसाब माग्नुहोस्, किनकि यो देश तपाईँको, उनीहरूको पेवा होइन। यो पटक मेरो घरमा भोट माग्न होइन, अघिल्लो पटकको त्यो झुटको खेतीको हिसाब बुझाउन आउनुहोस्।